आजको सवारी हाम्रो कता हामी कता जान लाग्यो मम्मी आज सिलगढी जान लाग्यो कति दिनको लागि एक हप्ताको ल आज हामी एक हप्ताको लागि जाँदैछौँ अब यहाँ हामी सबै रेडी भइसकेको छौँ ल हाम्रो मेन ड्राइभर चाहिँ यता बसिन्छ यता चाहिँ हाम्रो मम्मी त फर्किनु पर्यो हामी 8 बज्न लागेको छ 1 मिनट लागेको छ 7 बजे हिँड्ने भनेको 1 घन्टा ढिलो भएको अवस्था अनि यो चाहिँ म चाहिँ यहाँ भित्रमा बसिरहेको छु त्यही हाम्रो ठुलो पार्क मम्मी आउने पार्क यही हो मम्मी आउने ठुलो पार्क हिँड्न आउने पार्क चाहिँ यही हो गाडी चाहिँ अहिलेसम्म सिमी गएको थिएन अब यो पालि यसको पालो रहेछ कालो गाडी चाहिँ 3-4 चोटि नै गइसक्यो भाग्यमा ल्याइरहेको छु तर यो साउथ अस्ट्रेलिया चाहिँ पुगिसक्यो नि त एडिलेड सिडनी त्यहाँभन्दा टाढा सिडनी उसले क्यामेरा पनि देखेर आउँछ क्यानाडा जाने नजाने पर्सनल ठेगार हुन्छ भने त लिस्टमा चाहिँ छ तर के हुन्छ अब त्यहाँ गएर आउँछ हाम्रो भेटघाट अलिक धेरै होला जस्तो छ त्यही भएर अनि मेलबर्नको वेदर इट्स भेरी ग्लुमी हुस्सु लागेर 8 बज्दाखेरि पनि हुस्सु लागिरहेको अब हाम्रो त्यो सिलगढी बाटोमा ठ्याक्कै पुग्यो भने बाटो सिधा सिधा आँखा चिम्लेर उतो बोर्ड हुन्छ नि मम्मी बोर्डमा लेखेको हुन्छ क्या अब यहाँ आँखा चिम्लेर आँखा चिम्लेर सिधाको सिधा बाटो नछोडी ल हेर्नुहोस् होइन अघि चाहिँ कस्तो हुस्सु थियो अब चाहिँ घाम लागेर हुस्सु हट्यो कस्तो राम्रो देखिरहेको छ यता पनि हेर्नु यहाँ जङ्गल तर यो जङ्गल पारी चाहिँ हुस्सु लागिरहेछ अझै पनि यता हाम्रो रोडमा मात्रै घाम लागेको छ हामी चाहिँ हाम्रो यो फर्स्ट रेस्ट स्टप हामी चाहिँ अब मेबी कफी खान सक्छौँ होइन यो त रेस्ट गर्ने यस्तो कफ सफी खाने यहाँ चाहिँ खाजा खानेहरूलाई खाजा खाने ऊ छ नि त्यहाँ सबै सर्भिस सेन्टर म्याकडोनल्ड भनेर देखाएको छ नि लगाएर कस्तो राम्रो देखिरहेछ केएफसीहरू सबै रहेछ यो ठाउँमा चाहिँ खुवाउनु पर्यो नि अलिकति चार्ज खुवाउनु पर्यो गाडीलाई पनि मान्छे पनि चार्ज हुनु पर्यो भनेर एकछिन विश्राम चार्ज एकछिन हाम्रो 56 छ चार्ज छ तर अलबरी पुग्दा चाहिँ सँग 8% भनेको त्यही भएर अहिले नै गर्नु भएको चार्ज चाहिँ हामीले यहाँ चाहिँ पेट्रोल स्टेसन छ यहाँ and that's McDonald's अनि कफी खाने हो खाने होइन अहिले ठुल्छोले भन्नु सुनेकै छैन चिया खान्छ खाँदैन कफी खाने हाम्रो चिया पनि छ क्यारे उमा त होइन हाम्रो चिया चाहिँ गाडीमा छ अहिले चाहिँ हामी कफी खाउँ पहिला म्याकडोनल्डवालामा जाऊँ न म्याकडोनल्ड कता सुगर चाहिन्छ न सुगर मम्मीलाई मोका ल हाम्रो अर्डर आयो 177 ल अब एक ठाउँ एउटा टेबल हेरेर बस्नु मेरो कफी यो साँच्ची त मम्मीको कफी हो आलु हो यसलाई चाहिँ ह्यास ब्राउन भन्छ मम्मी यो त घरमा नि छ हाम्रो मिठो म होइन दिन्छु म चाहिँ हामी यहाँबाट निस्किनु लाग्यो चार्ज गरेको चार्जै भएन गाडी जम्मा 20% चार्ज भयो त्यो फल्टी होला के अब ठिकै छ चार्ज हामीलाई
त्यहाँ अर्को चार्ज पुग्ने ठाउँ छ होइन त घाम कस्तो मिठो लाग्यो नि अहिले घाम मिठो छ यहाँको यो ठाउँलाई चाहिँ के भन्छ थाहा छैन तर हामी यहाँ धेरैचोटि आउँदाखेरि यहाँ रोकेको छौँ यहाँ चाहिँ सबै अब हामी यो ठाउँबाट निस्किँदैछौँ होइन त अब निस्केर हाम्रो अर्को स्टप भनेको अलबरी त्यहाँ पुग्नु चाहिँ कति पर्सेन्ट हुन्छ नि थाहा छैन होइन ठिक छ अब हामी हाइवेमा छुन जाँदैछौँ त्यो म धेरै नहल्लिएछु गोप्रो च्याप्पस मात्र च्याप्पस अब गाडी हल्लिएपछि मान्छे त हल्लिहाल्छ त्यो हो त्यो हात नहल्नु पर्यो त्यही त हो नि आउने भनेको हात ममलाई गोप्रो खिच्न दिँदैछु अब ममले सिक्नु पऱ्यो नि त गोप्रो खिच्नलाई यता गयो भने मेलबोर्न हामी घर जानु यता अब जाने भने फेरि फिर्ता अल्छी लाग्यो तातो भयो कस्तो गरौँ भएको चाहिँ अब हाम्रो अर्को चार्जिङ स्टेसनमा जान आँटेको सर्कस जस्तो सर्कस चाहिँ रहेछ ए सर्कस रहेछ नि इरोन सर्कस अलबरी हामी चाहिँ अलबरीमा अब आइपुग्यौँ अब हाम्रो चार्जिङ स्टेसन नेक्स्ट अनि त्यहाँ चाहिँ हामी हाम्रो फलफुल खाने ब्रेक हाम्रो फलफुल टन्नै ल्याखाम फेरि मर्निङ टी अब चार्ज भयो गाडी हाम्रो अब 14 मिनटमा चार्ज रिमेनिङ टु कन्टिन्यू द ट्रिप रे तर हामी अझै धेरै बेर बस्छौँ यहाँ ल अब सपिङ सेल कता छ उता लिफ्ट यता अब लिफ्टमा जाने हामी चाहिँ अब यहाँ अलबरीको एक्सप्लोर गर्न लाग्छौँ के रहेछ अलबरी भन्ने ठाउँमा यो पक्कै पनि अपार्टमेन्ट होटलको जस्तो छ यो होइन घाम मस्त राम्रो लाग्यो अहिले 12 डिग्री सेल्सियस छ घाम मस्त तातो घाम छ है हाम्रो बसिन्छ अब हेरौँ न के रहेछ यता हाम्रो चार्ज हुने टाइम लाग्छ लन्ड्री अब हामी चाहिँ मल आइपुग्यौँ यहाँको प्लाजामा अब हेरौँ यहाँ के पाइन्छ हामीले चाहिँ कोल्सोटो पानी उठायौँ 24वटा अनि चिप्स खाने चिप्स पछाडि आउने मान्छे पछाडि पानी खानु पऱ्यो 24वटा प्याकेट गाडीमा यति हालेपछि हामीलाई आउन जान सबैलाई पुग्छ अनि हामी घुम्न हिँड्दाखेरि पनि पुग्छ हामीलाई पानी चाहिँ त्यो टेन्सन चाहिँ भएन केही पनि हामी यहाँ गाडीमा आइपुग्यौँ हाम्रो फलफुल अब यहाँ छ झोलामा अब हामी फलफुल खाने यहाँ बाहिर घाममा बसेर फलफुल खानु पऱ्यो त्यसपछि हामी त्यही घाममा पनि मस्त घाम यहाँ खेल्छौँ हामी अब यहाँ बसेर खान्छौँ होइन हामी चाहिँ सुन्तला खाँदाखेरि घाम कस्तो मस्त लाग्यो कस्तो मिठो रहेछ कि फेरि अब हामी यति खाएपछि फेरि हिँड्छौँ हाम्रो गाडी चार्ज भइसक्यो यहाँबाट चाहिँ हाम्रो ड्राइभर हुनुहुन्छ शिखा खड्कापुरी अनि अगाडि बस्दै हुनुहुन्छ गौरीपुरी त्यसपछि पछाडि भिडियोग्राफर प्लस एङ्करिङ गर्दै हुनुहुन्छ विकेशपुरी यस्तो दामी हुनुहुन्छ सासुबुहारी अगाडि बसिरहेको अवस्था म चाहिँ पछाडि मलाई पछाडि नै ठिक लाग्छ कहिलेकाहीँ यस्तो मौका सधैँ आउँदैन तर आएको बेला म बस्छु पिकनिक खानु को खाने जस्तो ठाउँ पिकनिक खानु जाने डाँडामा खाने जस्तो ठाउँ के रमाइलो हेर्दा रमाइलो ड्राइभर म जेठी टेस्ला चढाउँदै त्यही हो गीत लाग्छ भनेको एकजनालाई 10 रिमेक हामीले चाहिँ गाई यसरी गाई पाल्छन् यहाँ गाई यसरी पाल्छन् यसरी खुल्लै छोड्ने हो यिनीहरू दिनभरि खुल्लै बाहिर राति खुल्लै पानी पऱ्यो भने खुल्लै
कतै बन्द डाउन हुँदैन यिनीहरूको चाहिँ खुल्ला हुन्छ कतै रुख छ भने चाहिँ त्यहाँ गएर तल गएर बस्छन् नत्र तर खासै रुखहरू कमै हुन्छ ए अरू के फार्म पऱ्यो त्यस्तो एउटा घर हुन्छ हाम्रो चाहिँ अब चेरी खाने टाइम भयो चेरी चिप्स पनि हाँसिरह चिप्स पानी अबले ऊ खाएपछि अहिले अब लन्च खाएपछि हामी फेरि चिप्स खान्छौँ खानालाई सबैजना नाति गीत हो नेपालमा ल्याम्प भन्नु मम्मीले 3 घन्टाको बाटोमा एउटा कुरा पनि सिक्नु भएछ इङ्ग्लिसमा ल्याम्प भन्नलाई अब हामी यहाँ एक्जिट लियौँ अब अझै 3 मिनट बाँकी छ 3.8 किलोमिटर 3 मिनटमा भनेपछि अझै 100कै स्पिडमा पर्छ यो त्यसपछि चाहिँ हामी चार्ज गर्छौँ हामीले बिफ होइन गाई हो काउ भन्ने बिफ त मासुलाई बिफ खसीको मासुलाई मटन भने जस्तै चार्ज गर्ने ठाउँमा आइपुग्यौँ सबै टेस्लाको मात्रै त हुन्छ नि ल हामी चार्ज गर्ने ठाउँमा आइपुग्यौँ यो चाहिँ हाम्रो 2 घन्टा चलाएको चलायो 2 घन्टा 1 घन्टा 55 मिनेट ल अब यहाँ चार्ज गर्छु म एकछिन चार्ज हाल्नु पर्यो ल खुट्टा तन्काऊ एकछिन भए पनि ल चार्जमा हालिदियो अब लाएर हाम्रो चार्जिङ एरिया मम्मीले चार्जमा हाल्नु त ल चार्जमा हाल्नु त ल गाडी चार्जमा हाल्नु त ऊ त्यो झिक्नु ल सिकाइदिन्छु मम्मीले आज चार्ज हाल्न सिकाउँछु त्यो त्यो हो त्यो तान्नु त्यो यतापट्टिको हो त्यो होइन यता त्यो हो त्यो तान्नु सलक तान्नु केही भाँचिँदैन सलक तान्नु अब यहाँ त्यहाँ ऊ त्यो यसमा बटन खिच्नु त हो यहाँ हो त्यो खिच्यो त्यो खोलिन्छ खिच्नु ल खिचेन ल भयो ल अब सट्टा हाल्नु त्यहाँ मिलाएर ल ल भयो हो त्यति हो ल भइहाल्यो त अब चार्ज स्टार्ट भयो सक्यो भयो ल कराइसक्यो यहाँ मान्छे खुट्टा सुट्टा तन्काउने जिउ तन्काउने अब यहाँ खानु मिल्दैन रहेछ अलि अगाडि गएर कतै रोकेर खाउँला तन्काएर यहाँ गाडी अरू पनि चार्जमा छ यहाँ हाम्रो मात्रै होइन अरू गाडी पनि चार्ज छ हाम्रो अब एकछिन भयो नि गाडी चार्ज हुँदैछ सायद 15-20 मिनट लाग्छ होला बढीमा यसले चाहिँ 13 मिनटमा हिँड्ने हुन्छ भने तर हामी अलिक धेरै गर्छौँ चाहियो भन्दा पनि यहाँ चाहिँ टन्ने रहेछ चार्ज यो नयाँ ठाउँ जस्तो लाग्यो चार्जिङ स्पोट हालेको चाहिँ पर्सेन्टेज कति छ 88 पुगेछ अब हामी जान्छौँ अब हामी ल त्यो सिट बेल्ट तपाईँलाई गाह्रो भएर कति पनि झार्नु मिल्छ होला सिट बेल्ट गाह्रो भयो त झार्नु मिल्थ्यो क्या अरू गाडी पनि छ यसमा पनि तलै झर्छ सिट बेल्ट ल अब फेरि हाम्रो ट्रिप कन्टिन्यू 19%मा हामी एक्सटेन्टर भन्ने फाइनली हामी चाहिँ ल अब बसेर खान मिल्ने ठाउँ आइपुग्यौँ यहाँ बेन्च छ
अनि उता टोयलेटहरू उता सबै छ ए निस्कै लाउन मम्मीहरू लिनु त निन्द्रामा बिचरा बोल्नु त तपाईँ बोल्नु भने के बोल्नु के भन्नु चाहिँ बारे यहाँ अब हामी यहाँ नयाँ ठाउँको त अलिक थाहा भएन अब हामी अनि यहाँ यता पछाडि क्यामेरा कसले के आयो हो त्यहाँ त नभए हेर्नु पर्यो नि त नि हामी सिडनीभन्दा धेरै नै अगाडि छौँ अगाडि छ अब यो ठाउँ त कहाँ हो यसो हामी गाडी पार्क गरेर अब नास्ता खानेमा लागिरहेको छौँ त्यो क्यामेरामा हेर्ने क्यामेरा फेरि गयो चिन्नु हामी नास्ता निकाल्नु नास्ता आज गाडीबाट नास्ता निकाल्दैछौँ अब भोक लाग्छ पनि भयो चिया नै खाना खाजा खान लागिरहेका छन् अब चिसो चिसो मौसम छ के छ आज खानेकुरामा पनि भन्नु त के छ खानेकुरामा चिकन छ चिया चाहिँ लेबनिज रोटी लिएर रोटी छ लेबनिज रोटी ए फेरि गयो बेलालाई जाँदो रहेछ हो हाँ बेलालाई होइन न गयो नि रेकर्ड भइरहन्छ चेल्सीलाई क्या ल हाम्रो क्यामेराम्यान चाहिँ मम्मी हुनुहुन्थ्यो अहिले एङ्करिङमा सिकाउँदैछु हाम्रो भन्नु ल हामी चाहिँ अब यहाँ चिकन छ हाम्रो लागि चिकन जुस चिया चाहिँ के भयो बरु ताते हो बाफ चले भने चाहिँ ताते हो तातो बाफ चले भने चाहिँ ठिक ल हाम्रो चाहिँ यहाँ ए हाम्रो लन्च म ल्याइदिन्छु केमा ब्यागमा छ ए ल मम्मी चाहिँ हात धुनुहुन्छ ल हामीले यहाँ मोबाइल लिएर आएर खाएको ल चिया बाफ उठ्दै हो चाहिँ रोटी खाँदा चिया खाँदै गऱ्यो ल मम्मी चाहिँ चियामा चोपेर खानु भएको मन चियामा चोपेर आएको मिठो हुँदो रहेछ नेपाली स्टाइल हामी नेपाली भएर नेपाली स्टाइलमा खाएको मासुहरू चाहिँ बाँकी छ घाम कस्तो लाग्यो फेरि मजाको पछि चिसो भएको थियो फेरि जानु लाग्यो अब ठिकै छ हामी अब यति खाएर फेरि सुरु गर्छौँ हाम्रो ट्रिप मिठो गर्छ कसले बनायो गौरीपुरी कसले बनाएर गौरीपुरीले चिया चाहिँ चिया चाहिँ सिधा खाएको कसले काट्यो कुखुरा पुरी पनि भन्नुभयो काट्नलाई टक्क पिस मिलाएर काट्नु त हामीले डल्लो पकाइदिएर नि हो मलाई थाहा छ सबैको भूमिका काट्नेको पकाउनेको सबैले आफ्नो ठाउँमा आफ्नो काम गरे त्यसो एक्लै क्रेडिट दिन खोज्छ अगाडि गएर टोयलेट जाऊँ त्यसपछि अनि खाएर सक्यौँ अब टोयलेटतिर लागौँ अब जाने बेला भयो मम्मी नै आउँदै हुनुहुन्छ अब हामी 37मा गोलबङमा 37 गोलबङ हेर्न स्टप गोलबङ त्यो अगाडि देखेको चाहिँ विन्डमिल हो त्यसले चाहिँ करेन्ट निकाल्छ त्यहाँको पछाडि देखिँदैन क्या भिडियोमा चाहिँ थाहा छैन तर त्यो तिनवटा पङ्खा घुमे जस्तो चाहिँ विन्डमिल भन्छ Look, हामी गोलबनमा चार्ज गर्न आएको and we have a big भेडा here. भेडा कत्रो ठुलो रहेछ भाइ कति ठुलो होला डन भेडा ल हास हामी चाहिँ अब त्यहाँ त्यो ठुलो भेडा त्यहाँ उतापट्टि ठुलो भेडा छ त्यसलाई हेर्न जाँदैछौँ अनि त्यहाँ जानु मिल्छ होला अगाडि हामी चाहिँ भेडा ठुलो भेडा हेर्न जानु लाग्यो फोटो ओहो यहाँ कत्रो ठुलो हो यो भेडा कहाँ हो यो त भेडा त यो त साह्रै ठुलो भेडा
साह्रै ठुलो रहेछ भेडा त ओहो ठुलो भेडा गोलबङको भेडा कत्रो ठुलो के यो त ओहो कत्रो ठुलो छ यो भेडा चाहिँ भेरी बिग अहिले चाहिँ जाडो भयो यहाँ चाहिँ चिसो भयो नाक साक भयो चिसो भयो भएन अहिले त अब चिसो भयो त्यही त हामीले चाहिँ गाडी उतापट्टि यो ट्रकहरूको पछाडि चार्ज गरेर ठाउँ चाहिँ राम्रो हुन्छ गोलबन जुस खाने हो जुस खाइदिउँ न त ल खाइदिउँ अब जुस त पानी जस्तै भएर चिसो भएर तातो भएर हामी यस्तो अरू पनि चारजना मान्छेहरू छ नि बाहिर चाहिँ लास्टै चिसो हो भने यहाँ हाम्रो जुस पनि छ जुस खाँदै जर्किनु उसलाई धेरै चाहिन्छ त्यही भएर ऊ अलिक धेरै खानुपर्छ त्यही भएर अब हामीले यहाँ 10 मिनट चार्ज गऱ्यौँ अब हामी सिधै हाम्रो फाइनल डेस्टिनेसनतिर लाग्दैछौँ अब हामी लागौँ बाई बाई भन्न लागेको बाई बाई सी यू नेक्स्ट टाइम भर्खर वेलकम टु सिडनी भनेर बोर्ड कट्यो अब हामी 51 मिनटमा लजिताकोमा पुग्छौँ ओके कस्तो राम्रो रहेछ पहिला त थिएन त हो हामी कलर कस्तो राम्रो रहेछ म मेरो यस्तो कुरामा अब कहिले काहीँ भुलिन्छ नि त अनि त्यस्तो म याद गर्दिनँ अहिले उहाँ भए त कराइसक्नुहुन्थ्यो म थाप्सक्नु आएकै हो मलाई त्यस्तो लाग्दैन अब बिर्सो कराएर आउने हामी चाहिँ सन्जिता घर आइपुग्यौँ अब हामी यहाँ माथि जान्छौँ आजको भ्लग यहीँबाट इन्डिङ हुन्छ यहाँ पार्किङ गऱ्यौँ अब अल सेट टु गो